हेलो नमस्ते साथीहरू। आज हामी फेरि अर्को भिडियोमा आइसकेका छौँ जहाँ चाहिँ हामी एउटा नयाँ क्वेसन हेर्नेवाला छौँ। योभन्दा अगाडिको दुईटा भिडियोहरू हजुरहरूले हेरिसक्नु भएको छ भन्ने आशा गर्दै हामी यो भिडियो अगाडि बढाउँदैछौँ। यहाँ यो क्वेसनमा चाहिँ के छ भन्दाखेरि डिजाइन अ सिंगल पर्पज प्रोसेसर दैट चेक्स वेदर एन इंटीजर इज प्राइम अर नट। सो यो क्वेसन चाहिँ अब हामी स्टेप बाई स्टेप सल्भ गर्नेछौँ। यसको राम्रोसँग कन्सेप्ट लिन चाहिँ हजुरहरूले अगाडिको भिडियो हेर्न सक्नुहुन्छ है। सो हाम्रो फर्स्ट स्टेपमा छ ब्ल्याक बक्स बनाउने। सो ब्ल्याक बक्समा चाहिँ हामीले एउटा यहाँनिर रेक्ट्याङ्गुलर बक्स बनाएको छौँ। त्यहाँनिर हामीले क्वेसनको एउटा हुन्छ नि कुनै पनि नाम लेख्न सक्छौँ प्राइम। त्यसपछि हामीले एन इनपुट दिएका छौँ अनि गो इन इनपुट दिएको छौँ। हामीले गो इनको कन्सेप्ट अगाडि पनि हेरिसकेका छौँ। गो इन भनेको कुनै पनि एउटा बटन अथवा सेन्सर हुन सक्छ अनि डी आउट भनेको हाम्रो आउटपुट भइहाल्यो। अब हामी लागौँ सेकेन्ड स्टेपतिर। सो सेकेन्ड स्टेप छ फङ्सनालिटी कोड। अब यही प्राइम नम्बर हो कि होइन भनेर यो कोडबाट हामी चेक गर्छौँ। सो हामीले चाहिँ यहाँनिर भेरिएबल्सहरू डिफाइन गर्छौँ। इन्ट एन आई सी। एन भनेको हामीले दिएको इनपुट नम्बरलाई स्टोर गर्छ एनमा चाहिँ। आई भनेको हाम्रो लुप काउन्टर भयो अनि सी भनेको चाहिँ कतिवटा डिभिजर छ हाम्रो नम्बरमा भन्ने कुरा काउन्ट गर्छ यसले। त्यसपछि हाम्रो अर्को पार्ट छ वाइल वान। वाइल वानको कन्सेप्ट पनि मैले राम्रोसँग अगाडिको भिडियोमा भनिसकेको छु। यो भनेको अहिलेको लागि बुझ्नलाई इन्फाइनाइट लुप हो भन्ने कुरा बुझौँ। इन्फाइनाइट लुप। त्यसपछि छ हाम्रो वाइल नट गो इन। सो वाइल नट गो इनमा चाहिँ के गर्छ यसले सिग्नललाई वेट गर्छ। इफ गो इन इक्वल टु 0 भयो भने यसले सिग्नललाई वेट गरिराख्छ। इफ यो 1 भयो भने चाहिँ यसले एक्जिक्युसनलाई कन्टिन्यू गर्छ। अब हामी लागौँ एन इक्वल टु एन ड्यास इन भनेको के हो? यो भनेको चाहिँ हामीले दिएको इनपुटको भ्यालु रिड गर्छ यो स्टेटमा। जस्तै हामीले एन इन इक्वल टु 7 दियौँ भने एनले के गर्छ अब 7 भन्ने रिड गर्छ। त्यसपछि चाहिँ हाम्रो सी इक्वल टु 0। काउन्ट चाहिँ हाम्रो केबाट सुरु हुने रहेछ 0बाट सुरु हुन्छ। सो यसले केलाई काउन्ट गर्छ फ्याक्टर्स अथवा डिभिजरलाई काउन्ट गर्छ। त्यसपछि आई इक्वल टु 1। यो चाहिँ अब आई कहाँबाट स्टार्ट हुने भयो 1बाट। यसले चाहिँ के गर्छ त टेस्ट अफ डिभिजिबिलिटीलाई चेक गर्छ। त्यही भएर हामीले यो युज गरेको हौँ। अब हामी लागौँ मेन क्यालकुलेसन लुप जुन चाहिँ यो हो। सो यहाँ चाहिँ के छ भन्दाखेरि वाइल एन लेस देन अर इक्वल टु 1। यसले चाहिँ अब नम्बरलाई यसले नम्बरलाई अब 1 देखि एनसम्म चेक गर्छ। त्यसपछि छ हाम्रो अर्को स्टेटमेन्ट इफ एन मोडुलस आई इक्वल टु 0। सो अब के हुन्छ मोडुलस भनेको हामीलाई थाहा छ रिमाइन्डर हो। यसले डिभिजिबिलिटी टेस्ट गर्छ। फर इक्जाम्पल 10 मोडुलस 2 इक्वल टु 0 भयो। सो हाम्रो आई भनेको डिभिजर अफ एन हो। अनि अब हाम्रो अर्को स्टेटमेन्टमा जाउँ सी इक्वल टु सी प्लस 1। अब यो माथिको स्टेटमेन्ट ट्रु भइसकेपछि यसले काउन्टको भ्यालुलाई इन्क्रिज गर्छ अनि त्यसपछि हाम्रो नेक्स्ट स्टेपमा आईको भ्यालु पनि इन्क्रिज हुन्छ फर नेक्स्ट पोसिबल डिभिजरको लागि। अनि अब यो लुप सकिसकेपछि प्रोग्राम बाहिर आउँछ अनि इफ हाम्रो काउन्टको भ्यालु 2 भयो भने हाम्रो अब डीमा गएर काउन्टको भ्यालु स्टोर हुन्छ। त्यसपछि इफ यो कन्डिसन म्याच भएन भने डीको भ्यालु 0 हुन्छ अनि डी आउटमा हामीले के इनिसियलाइज गर्छौँ त डीको भ्यालु। यो प्रोग्राम यहीँ नै सकिन्छ। अब हामी लागौँ अर्को स्टेप 3 मा। यो भनेको फाइनाइट स्टेट मसिन विथ डाटा। यसको पनि राम्रोसँग हामीले राम्रोसँग यसको स्टेप्सहरू
अस्तिको भिडियोमा हेरिसकेको छौँ। यसमा के हुन्छ भन्दाखेरि कन्डिसन स्टेटमेन्ट र जोइन स्टेटमेन्टको केही पनि एक्सन हुँदैन, त्यही भएर यो खाली हुन्छ। यो एउटा सिम्पल फ्लोचार्ट जस्तै हो। अब हेरौँ, यहाँनिर बक्स दिएको छौँ, अघि भने जस्तै यो स्टेटमेन्ट खाली हुन्छ, यो बक्स खाली हुन्छ। अब जब कन्डिसन 1 हुन्छ तल जान्छ, अनि जब कुनै पनि अब गो इन कन्डिसन भएपछि यो के हुन्छ, प्रोग्राम एक्जिक्युट हुन्छ, ओके हैन। सो n इक्वल टु 1 मा जान्छ। हामीले अघि भने जस्तै n को भ्यालु हामीले 7 राख्थ्यौँ रे। अब काउन्ट को भ्यालु के छ, 0 छ अर्को स्टेपमा। त्यसपछि i को भ्यालु 1 छ। यसले अब i भने लेस देन n कन्डिसन चेक गर्छ, जस्तै 1 लेस देन 7 भयो भने यो तल जान्छ, इफ भएन भने यहाँनिरबाट एक्जिक्युट हुन्छ नि, सिधै यो 10 नम्बरको स्टेपमा जान्छ। अब हेरौँ, जब यो स्टेटमेन्ट ट्रु छ, यहाँनिरको स्टेटमेन्ट ट्रु भएपछि यो तल जाने भयो, अनि यो कुरालाई चेक गर्छ प्रोग्रामले। इफ यो ट्रु छ भने यो फेरि काउन्टको भ्यालु यसले इन्क्रिज गर्ने भयो, अनि त्यसपछि i को भ्यालु इन्क्रिज गर्ने भयो, अनि यो जोइनर फेरि हाम्रो कन्टिन्यू स्टेटमेन्टमा गएर जोइन हुन्छ। त्यसपछि यसले कन्डिसन चेक गर्छ, सपोज हाम्रो चाहिँ यो कन्डिसन ट्रु भएन भने अब यहाँनिरबाट सिधै हाम्रो आउटपुटमा आउने भयो। जस्तै i को भ्यालु 8 भयो, हाम्रो n को भ्यालु 7 नै छ, यो स्टेटमेन्ट ट्रु भएन नि त। सो अब यो यहाँनिर आउँछ, अनि काउन्टको भ्यालु 2 भइसकेको छ, अनि यो भइसकेपछि यसले तलपट्टि हाम्रो आउटपुट डी आउटमा दिन्छ, भ्यालु यहाँनिर गएर स्टोर हुन्छ, अनि त्यसपछि लास्टमा फेरि यो 1 को जोइनर स्टेटमेन्टमा पुग्छ, अनि यो लुप फेरि कन्डिसन 1 मा पुग्छ। हामीले यो अघि नै प्रोग्राममा पनि वाइल 1 गरेको थियौँ। यो चाहिँ फरएभर यो के हुन्छ, लुप कन्टिन्यू भइराख्ने भएको भएर यो स्टेटमेन्ट यहाँ जान्छ, फेरि यही प्रोसेस रिपिट भइराख्छ। अब हामी लागौँ नेक्स्ट स्टेपमा, स्टेप 4 डाटा पाथ। सो यहाँनिर चाहिँ अब हामीले अघि दिएको इनपुट भेरिएबल्सहरू, तिनीहरू जुन जुन इनिसियलाइज गरेको थियौँ तिनीहरू सबै रजिस्टर हुन्छ, अनि एउटा डी आउट भन्ने जुन आउटपुट हुन्छ त्यो पनि एउटा रजिस्टर हुन्छ। सो रजिस्टर बनाउँदा हामीले एउटा रेक्ट्याङ्गुलर बक्स अनि यता साइडमा एउटा ट्रायङ्गल बनाउनु पर्छ। त्यसपछि छ हाम्रो तलको लजिकल बक्सहरू, यहाँनिर तल लजिकल बक्सहरू हुन्छ, अनि यसको साइडमा के भइरहेको छ भन्ने कुरा लेख्न सक्छौँ। अनि त्यसपछि हाम्रो यहाँ साइडमा हुन्छ सेलेक्सन्स लाइन्सहरू। अब हामी लागौँ फर्दर कनेक्सनहरूको कुरा गर्न। सो हाम्रो चाहिँ के हुन्छ प्रोग्राममा भन्दाखेरि n भन्ने एउटा इनपुट n रजिस्टरमा दिन्छौँ। यसले चाहिँ अब आफ्नो कनेक्सनहरू कुन कुन केसँग हो भन्ने कुरा, आफ्नो कनेक्सन लाइन्सहरू निकालेर त्यो बक्सेसमा गएर जोइन हुन्छ। जस्तै यहाँनिर अब छ हाम्रो i लेस देन n भन्ने कुरा छ, त्यसैले एउटा रजिस्टर i बाट एउटा कनेक्सन अनि रजिस्टर n बाट एउटा कनेक्सन आएर यो लेस देनको लजिकल बक्समा जान्छ। त्यसपछि छ n मोडुलस i, सो त्यही भएर फेरि n लजिकल बक्सबाट एउटा कनेक्सन यो लजिकल बक्समा जान्छ, अनि i रजिस्टरबाट एउटा कनेक्सन यो लजिकल बक्समा जान्छ। त्यसपछि छ हाम्रो c इक्वल टु टु कन्डिसन, अथवा c इक्वल टु 2 कन्डिसन चेक गर्ने। सो हाम्रो एउटा काउन्टर रजिस्टरबाट यो लजिकल बक्समा एउटा भ्यालु जान्छ, अनि यहाँनिर हामीले 2 लेखेर यहाँनिर एउटा यो रजिस्टरमा एउटा कनेक्सन गरिदिन्छौँ, यो बक्समा चाहिँ हामीले एउटा कनेक्सन गरिदिन्छौँ। त्यसपछि छ हाम्रो एउटा लास्टमा के गरेको थियौँ त, हामीले मोडुलस n मोडुलस i इक्वल टु 0 सँग कम्पेयर गरेको थियौँ। सो यो हाम्रो यो लजिकल बक्सबाट अब कनेक्सन कहाँ जाने भयो, तलको लजिकल बक्समा जाने भयो। यहाँनिर
सो यहाँ चाहिँ के हुनु भयो आई मोडुलस एन अनि यहाँनिर साइडमा 0 को एउटा कनेक्सन यो लजिकल बक्समा हामीले गरिदिन्छौँ। अनि अर्को छ हाम्रो जब यो c इक्वल टु 2 को कन्डिसन म्याच हुन्छ नि त्यसपछि हामीले के भनेको थियौँ हाम्रो आउटपुट आउँछ। सो यहाँनिर हामीले यो लजिकल बक्सबाट तल यहाँनिर यो रजिस्टरमा हामीले कनेक्सन गरिदिन्छौँ। त्यसपछि हाम्रो के आयो डी आउट आयो। अब यहाँनिर रजिस्टरहरूमा के लोड हुन्छ त एउटा एन लोड हुने भयो। त्यसपछि सी काउन्ट क्लियर अनि काउन्टको भ्यालु इन्क्रिज गर्नलाई काउन्ट इन्क्रिज। त्यसपछि आई क्लियर अनि आई को भ्यालु इन्क्रिज गर्नलाई आई इन्क्रिज अनि आई लेस देन एन अनि रेम इक्वल टु 0 अनि डिलोडको एउटा सेलेक्सन लाइन्सहरू हुन्छ। यसमा हामीले डाटा पासमा यति नै कुराहरू याद गर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो स्टेप 5 छ यो चाहिँ अप्सनल हो। यदि क्वेसनमा सोधेको छ भने मात्र गर्नुपर्छ। यो सेम एफएसडिएम जस्तै हो। यसमा चाहिँ कम्प्लेक्स एक्सनहरू बुलियन एक्सप्रेसनमा मात्र चेन्ज हुन्छ। सो यो हेर्नको लागि हजुरले अगाडिको भिडियो हेर्न सक्नुहुन्छ। अब हामी लागौँ कम्बिनेसनल लजिकतिर। सो कम्बिनेसनल लजिक पनि एउटा यस्तो रेक्ट्याङ्गुलर बक्स हो। यहाँभित्र हामीले कम्बिनेसनल लजिक भनेर लेख्छौँ। त्यसपछि यो साइडमा भएको जुन पनि सेलेक्सन लाइन्सहरू छ त्यो सबै यो साइडमा हामीले लेख्छौँ। यहाँ तल पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि हामीले एउटा स्टेट रजिस्टर बक्स बनाउँछौँ। यो स्टेट रजिस्टर बक्समा कतिवटा इनपुट दिने हो भन्ने कुरा चाहिँ हामीले यो फर्मुला युज गरेर थाहा पाउँछौँ। सो यहाँनिर लग बेस टु 11 छ। 11 भनेको हाम्रो नम्बर अफ कोड युज भएको लाइन्सहरू हो अथवा नम्बर अफ कोड कतिवटा युज भएको छ त्यसको नम्बर भ्यालु हो। त्यसपछि क्यालकुलेटरमा हामीले यो भ्यालु राख्छौँ। यो डेसिमलमा आउँछ त्यसलाई हामीले नियरेस्ट नम्बरमा लग्छौँ। त्यो भनेको 4 भयो। अनि त्यसमा अब स्टेट रजिस्टरमा हामीले यहाँनिर 4वटा स्टेट भ्यालुहरू राख्छौँ। त्यो पनि के हुन्छ माथि कनेक्सन गरिदिन्छौँ। हजुरहरूले यो सबै एउटै साइडमा बनाउन सक्नुहुन्छ है। यहाँनिर मेरो स्पेस कम भएको भएर यता एउटा यो साइडमा एउटा राइट ह्यान्ड साइडमा अनि एउटा लेफ्ट ह्यान्ड साइडमा भएको छ। अब आजको लागि यति नै। यहाँनिर हामीले कसरी प्रोग्राम बनाउने अनि त्यसको स्टेप्सहरू हेर्यौँ। फर्दर अरू क्वेसनहरू पनि डिस्कस गर्छौँ। थ्याङ्क यू फर वाचिङ।